कहाँ भगवानले रगत खान्छ, कहाँ पुर्खाहरूले रगत खान्छ? नट लाइक द्याट। त्यसले गर्दा बलि प्रथा सबैभन्दा ठुलो संसारमा सबैभन्दा ठुलो पाप। त्यसले गर्दा हामी बलि पनि गर्नु हुँदैन, पशु पक्षी प्राणीलाई मार्नु हुँदैन। कसरी यो तर्क गर्छ अन्तिममा यति म भनौँ कि होइन पशु पक्षी प्राणी पनि अरू जस्तो सागसब्जी जस्तो त हो नि है, अरू सागसब्जी अन्नमा पनि त प्राण हुन्छ। त्यसले गर्दा त्यो एनिमल्स र त्यसमा के फरक छ भनेर कसैले तर्क गर्छ, त्यो तर्क बडो महामूर्ख तर्क। जस्तै एकछिनको लागि मानौँ हामीले कुनै तरकारीहरू खाँदा फर्सीको मुन्टाको इक्जाम्पल दिउँ, उदाहरण दिउँ। फर्सीको मुन्टा हामीले जो फर्सीको टाउको छ, हेड छ, त्यो चुडाउँदा नि त्यो फर्सी मर्दैन, त्यो फर्सी अझ पलाएर आउँछ। तर कुनै बाख्रा कुनै कुखुराको टाउको चुडाएर ऊ फेरि फल्दैन, फेरि ऊ मौलाएर आउँदैन। नलाग्दा यदि एनिमल्सलाई प्राणीलाई पनि वनस्पतिसँगै तुलना गर्ने हो भने एनिमल्स र मान्छेमा कुनै फरक छैन, मान्छे पनि वनस्पतिमै तुलना गरौँ न त, राइट?